हेलो गाइस, सो आज चाहिँ हामी भाइरल प्लेस अटम लिभ्स हेर्ने ठाउँ मेइजी जिन्जुगाइन जाँदैछौँ। खास हामी गएको चाहिँ 2 हप्ता भइसक्यो होइन, अलि पुरानो भिडियो हो। अनि मैले एडिट गर्न चाहिँ मलाई आउँदैन नि त, यो मेरो फर्स्ट टाइम हो, त्यही भएर म ट्राई गर्दैछु होइन। यो ठाउँ चाहिँ मैले टिकटकमा नै देखेर मलाई एकदम जान मन लागिसकेको थियो। अनि मैले मेरो हस्बेन्डलाई इन्सिस्ट गरेर अनि म मेरो हस्बेन्ड अनि हाम्रो साथी भएर गएको। ठाउँ चाहिँ सिन्जुकु स्टेसनबाट 2 स्टेसन नजिकै छ। अनि अब भिडियो बनाउन सुरु भइसक्यो। अनि यो दिन चाहिँ मौसम एकदम राम्रो भएको भएर एकदम फोटो भिडियो चाहिँ होइन एकदम राम्रो आइरहेको छ होइन। मलाई सबै फोटो भिडियो मन पर्यो, खास ठाउँ राम्रो भएको भएर पनि होला। यो फोटो चाहिँ मेरो फेभरेट हो। अब मोबाइलदेखि र क्यामेरादेखि त अलिकति फरक भइहाल्छ, हजुरलाई थाहा पाइसक्नुभयो होला। यो चाहिँ मोबाइलदेखि हो, तर यही भिडियो क्यामेरादेखि खिचेको त यस्तो राम्रो आएको छ होइन। त्यो चाहिँ मेरो मैले अर्कै साइनो के जोड्यो भनेर उसमा टिकटक बनाएर राखेको छु। अनि तर यो क्यामेरा म्यान चाहिँ हाम्रो साथी थमेल हो। अनि यो ठाउँमा चाहिँ वेडिङको फोटोसुट पनि भइरहेको थियो। अनि त्यही भएर मैले त मेरो हस्बेन्डलाई मलाई पनि अब फोटोसुट नभए पनि घुमाउन त पर्छ भनेर घुमाएर बसिसक्यो मलाई। पछि भोक लागेर हामी खाना खान गयौँ। अनि मान्छे चाहिँ लास्टै भिड थियो। अनि यो चाहिँ मेरो हस्बेन्ड र साथीको पोज हो। अनि मलाई चाहिँ पुरै उरेकोमा भिडियो बनाउनु मन थियो। अनि मेरो साथीले त पुरै मलाई गान मात्रै गरी पात फालिदिरहेको छ है। लिप्सको कलर चाहिँ कस्तो राम्रो ब्युटिफुल के ग्रुप फोटो। अनि यो चाहिँ मलाई यस्तै गरी फोटोसुट गर्न मन थियो, त्यही भएर मैले इच्छा यहाँ पुरा गरेको। अनि भ्यू चाहिँ होइन एकदम राम्रो छ। अटममा जाँदा त एकदम राम्रो ठाउँ हो। तर अहिले त अलिक चिसो भइसक्यो होला, अहिले त पातहरू पनि सबै झरिसक्यो। यदि जान मन भए पनि नोभेम्बरमा जाँदा ठिक हुन्छ। अनि त्यसपछि मलाई फेरि रोपङ्गी लिन जान मन थियो, बट लास्टमा कोवेन गएर फोटोसुट हानेर अनि घर फर्किन पर्यो। तर म नेक्स्ट टाइम स्योर जान्छु।